यातायातको यस्तो माध्यम जो 300 देखि 400 किलोमिटर प्रति घण्टासम्म दौड्न सक्छ, जसले पूर्व पश्चिम नेपाल जुन 885 किलोमिटर छ यसलाई 2 देखि 3 घण्टाको बीचमा वारदेखि पार गर्न सक्छ। यस्तो यातायातको माध्यम हो बुलेट ट्रेन। अब नेपालको कन्टेक्स्टमा बुलेट ट्रेनको कुरा गर्दा दुईवटा थट आउन सक्छ। एक तर्फबाट सोच्दा एउटा भरपर्दो हाइवे पनि बनाउन नसक्ने देशले कसरी बुलेट ट्रेन बनाउला र भन्ने कुरा आउन सक्छ। तर यो थटमा नगएर हामी सेकेन्ड थटमा जाउँ र एज्युम गरौँ यदि बुलेट ट्रेन बन्छ भने नेपालको कन्टेक्स्टमा के फरक पर्दो रहेछ, यसलाई एज्युम गरेर हेरौँ। बुलेट ट्रेन भनेको यस्तो किसिमको मोडर्न ट्रेन हो जसको टप स्पिड 400 किलोमिटर प्रति घण्टादेखि लिएर 600 किलोमिटर प्रति घण्टासम्म हुन्छ। यदि कुनै पनि साधन 400 किलोमिटर प्रति घण्टा चल्नु भनेको त्यसले 1 घण्टाको अन्तरालमा 400 किलोमिटरको दूरी पार गर्नु हो। यस्तो किसिमको मोडर्न एरोडाइनामिकल्ली डिजाइन ट्रेन मेनली जापान र त्यसपछि चाइनामा पनि छन्। अब आउँ नेपालको कन्टेक्स्टमा। नेपालका विभिन्न ठाउँलाई यो अत्याधुनिक बुलेट ट्रेन प्रयोग गरेर कति समयमा कनेक्ट गर्न सकिन्छ। नेपालका 7 प्रदेशका 7 मेजर सिटीलाई रेफरेन्स लिएर हेरौँ। काठमाडौँलाई सेन्टर मानेर हेर्दा काठमाडौँदेखि कोशी प्रदेशको मुख्य सहर विराटनगरको दूरी 240 किलोमिटर छ। यो 240 किलोमिटर रोड डिस्टेन्स हो, तर हामीलाई बुलेट ट्रेनको रेफरेन्समा चाहिन्छ एरियल डिस्टेन्स। काठमाडौँदेखि विराटनगरको एरियल डिस्टेन्स छ अराउन्ड 170 किलोमिटर। अब आफै अनुमान लगाउँ 300 देखि 400 को एभरेज स्पिडमा हिँड्ने यो ट्रेन यो दूरी पार गर्न कति समय लाग्ला। यसरी हेर्दा यो दूरी बुलेट ट्रेनले आधी घण्टामै पार गर्न सक्छ। यसै गरी काठमाडौँदेखि एरियल डिस्टेन्स हाराहारी 123 किलोमिटरमा रहेको मध्य प्रदेशको जनकपुरलाई 300 देखि 400 किलोमिटरको एभरेज स्पिड पकड्ने ट्रेनले अलमोस्ट 20 मिनटमै कभर गर्छ। एरियल डिस्टेन्स 145 किलोमिटर रहेको गण्डकी प्रदेशको पोखरालाई पनि 20 देखि 25 मिनटमै कभर गर्न सक्छ। 190 किलोमिटर रहेको लुम्बिनी प्रदेशको बुटोललाई पनि 30 देखि 35 मिनटमै कभर गर्न सक्छ। 350 किलोमिटर रहेको कर्णाली प्रदेशको सुर्खेतलाई पनि 1 घण्टामै कभर गर्न सक्छ। अनि 450 किलोमिटर रहेको सुदूरपश्चिमको धनगढीलाई पनि 1 देखि 1.5 घण्टामै कभर गर्न सक्छ। र यो त रह्यो बुलेट ट्रेन र नेपालका विभिन्न सिटीहरूलाई जोड्दा के कति समय लाग्ला भन्ने एउटा अनुमान। त्यसपछि आउँछ 300 देखि 400 किलोमिटर प्रति घण्टा कुद्ने बुलेट ट्रेनले नेपालका विभिन्न ठाउँहरूलाई जोडिसकेपछि फाइदा बेफाइदा के छन्। पहिलो हो रिसोर्स युटिलाइजेसन। नेपाल जलस्रोतले भरिएको देश हो। नेपालको फ्युचर भनेको हाइड्रो इलेक्ट्रिसिटी हो र बुलेट ट्रेन भनेको यस्तो माध्यम हो, यातायातको माध्यम हो जसको मेजर फ्युल भनेकै इलेक्ट्रिसिटी हो। र यो केसमा नेपालले आफ्नो उत्पादन फुल्ली प्रयोग गर्न पाउँछ र यसले गर्दा फरेन रिजर्भ सेभ गर्नमा ठुलो भूमिका खेल्छ। अर्को फाइदा हुन्छ टुरिज्म सेक्टरमा। नेपाल टुरिज्म सेक्टरमा पनि ठुलो भविष्य बोकेको देश। टुरिज्म सेक्टरलाई मेजर वे अफ इन्कम बनाएका देशहरू जस्तै थाइल्यान्ड, श्रीलङ्का यिनीहरूमा इयरली टुरिस्टको फ्लो अलमोस्ट 35 देखि 40 मिलियनसम्म हुन्छ। नेपालमा 2024 को रेकर्ड हेर्दा 10 देखि 15 लाख मात्र देखिन्छ। यो भनेको 2 मिलियन भन्दा कम हो। यस्ता भरपर्दा ट्रान्सपोर्टेसनका मिडियम जसले गर्दा नेपालको टुरिज्म सेक्टरलाई हेभी बुस्ट दिन सक्छ। नेपालका प्राकृतिक सुन्दरताले भरिएका प्राय ठाउँमा इजिली एक्सेस दिन्छ। आजको दिनमा हेर्दा नेपालको केसमा अझै पनि धेरै अनएक्सप्लोर्ड ठाउँहरू छन्। यस्ता भरपर्दा ट्रान्सपोर्टेसनका मिडियमले हाई स्पेन्डिङ टुरिस्टलाई पनि राम्रो सन्देश दिन्छ। र थर्ड एडभान्टेज आउँछ ट्रेड सेक्टर। यस्ता भरपर्दा ट्रान्सपोर्टेसनका मिडियमले एग्रिकल्चर जोन, इन्डस्ट्रियल जोनलाई क्यापिटलसँग सजिलै कनेक्ट गर्छ, सजिलै र क्विक कनेक्ट गर्छ। यसले गर्दा ओपन मार्केटको स्थिति पनि बढेर जान्छ। यसले गर्दा डोमेस्टिकेटेड प्रोडक्टले पनि राम्रो मार्केट पाउँछ र मूल्यमा सन्तुलन आउँछ। यी त थिए बुलेट ट्रेन जस्तो प्रोजेक्ट बनाउनुका फाइदाहरू। अब कुरा गरौँ च्यालेन्जेसको। बुलेट ट्रेन बनाउनुको पहिलो ठुलो च्यालेन्जेस त हो बजेट। बुलेट ट्रेनको कस्ट एकदम हाई हुन्छ। यति हाई हुन्छ कि 1 किलोमिटर बनाउँदा 80 देखि 230 मिलियन अमेरिकन डलर खर्च हुन्छ। 230 मिलियन अमेरिकन डलर भनेको अराउन्ड 30 देखि 32 अर्ब नेपाली हो।
नेपालमा 200 किलोमिटर लामो बुलेट ट्रेन बनाउँदा यसको कस्ट अलमोस्ट 300 बिलियन अमेरिकन डलर भन्दा माथि जान सक्छ, जहाँ कि नेपालको जीडीपी 42 बिलियन अमेरिकन डलर मात्र छ। यसरी हेर्दा नेपालको जीडीपी को 7 गुणा भन्दा धेरै त 200 किलोमिटर लामो बुलेट ट्रेन बनाउँदा खर्च लाग्दो रहेछ। र यदि कुनै पनि प्रोजेक्ट कस्ट देशकै जीडीपी भन्दा माथि गयो भने के हुन्छ? 2022 मा जब श्रीलङ्काको विभिन्न प्रोजेक्ट कस्टहरू जोडेर त्यसको जीडीपी भन्दा 119% माथि गएको थियो, त्यतिबेला श्रीलङ्का अलमोस्ट पुरै रिसेसनमा गएको थियो। तर यो भन्दै गर्दा कुनै पनि प्रोजेक्ट कस्ट जीडीपी भन्दा माथि जान्छ भने त्यो प्रोजेक्ट गर्न पुरै असम्भव हुन्छ भन्ने चाहिँ हुँदैन। तर मिडल इस्टतिर यस्ता कन्ट्रीहरू पनि छन् जसले आफ्नो रिसर्चलाई कोल्याटरल राखेर, फ्युचर रिसर्चलाई कोल्याटरल राखेर आफ्नो जीडीपी कै नजिक पर्ने प्रोजेक्ट कस्ट पनि गरिरहेको छ। यस्ता प्रोजेक्टहरूलाई सेन्चुरी लङ रिपेमेन्ट सिस्टम गरेर पनि गरिरहेको हुन्छन्। यो भनेको कुनै पनि प्रोजेक्ट कस्ट यति जीडीपी को वरिपरि हुन आउँछ भने त्यस्तोलाई फ्युचर इभ्यालुएसन गरेर 100 देखि 150 वर्षमा ऋण तिर्ने भन्ने गरी पनि गरेको देखिन्छ। श्रीलङ्काले एउटा पोर्ट बनायो चाइनिज सरकारको सहयोगबाट। यो पोर्टको प्रोजेक्ट कस्ट टोटल जीडीपी को 11% थियो। पछि यो पोर्टको इन्ट्रेस्ट उसले रिपेमेन्ट गर्न नसकिसकेपछि 99 इयर्सको लागि चाइनिज सरकारलाई नै जिम्मा दियो। हामीले हेऱ्यौँ बुलेट ट्रेन बनाउनका फाइदा के हुन्छन् र यसलाई बनाउन के च्यालेन्जेसहरू छन् त। देशलाई सुसम्पन्न बनाउन बुलेट ट्रेन नै चाहिन्छ भन्ने छैन। यस्ता धेरै प्रोजेक्टहरू छन् जसले मिनिमम कस्ट अकुपाई गर्छ तर देशलाई सुसम्पन्न बनाउन धेरै सहयोग गर्छ र धेरै भन्दा धेरै रोजगारी सृजना गर्न सक्छ। र यातायातको क्षेत्रमा पनि बुलेट ट्रेन भन्दा लोअर कस्टमै गर्न सकिने धेरै प्रोजेक्टहरू छन्। आजको भिडियो थियो यति बुलेट ट्रेन आउँछ भने के कस्ता फाइदाहरू हुन्छन्, के च्यालेन्जहरू हुन्छन्, बुलेट ट्रेन ल्याउन कतिको सम्भव छ, नेपाल जस्तो डेभलपिङ कन्ट्रीले एफोर्ड गर्न सक्छ कि सक्दैन। यदि तपाईलाई नेपालको केसमा फ्युचरिस्टिक प्रोजेक्ट के कस्ता हुन सक्छ यसको बारेमा अझै डिटेलमा जान्नु छ भने हाम्रो च्यानलमा प्रोजेक्ट रिलेटेड धेरै भिडियोहरू छ, त्यहाँ गएर हेर्न सक्नुहुन्छ। र यतिन्जेलसम्म धैर्य गरेर भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।